आरसीटी फाइनल गर्दाखेरि जरामा कस्तो खाले मटेरियल राखिन्छ त? आरसीटी फाइनल गर्दाखेरि हामीले यस्तो खाले मटेरियल लाग्छौँ हैन, जसलाई चाहिँ गट्टा पर्सा भनिन्छ अथवा सर्ट फर्ममा जीपी भनिन्छ। जीपीले चाहिँ सिलरसँग मिक्स गरेर जरामा राखेर सिल गरिन्छ र आरसीटी चाहिँ फाइनल हुने हुन्छ। धेरैजनाले मलाई मेसेजमा सोधिराख्नु भएको थियो आरसीटी फाइनल गर्दाखेरि चाहिँ कस्तो खाले मटेरियल राखिन्छ, त्यही भएर चाहिँ भिडियो बनाएको छु मैले। र यो जीपी अथवा गट्टा पर्सा चाहिँ केबाट बनेको हुन्छ त? यो चाहिँ केबाट बनेको हुन्छ भनेर चाहिँ नेचुरल ल्याटेक्स अफ ट्री हैन, एउटा चाहिँ रुख हुन्छ, स्पेशल रुख हुन्छ, त्यसबाट चाहिँ के हुन्छ त बनाएको हुन्छ। र यो जीपी बनाउने रुख चाहिँ कहाँ पाइन्छ त? यो जीपी बनाउने रुख चाहिँ साउथ ईस्ट एसिया हैन, जस्तै चाहिँ इन्डोनेसिया भयो, मलेसिया भयो, र सम पार्ट अफ इन्डियामा पनि के हुन्छ त यसको रुख चाहिँ पाइन्छ। र रुखको ल्याटेक्सबाट चाहिँ के बनाइन्छ त? यो जीपी बनाइन्छ र आरसीटी कम्प्लिट गर्ने हुन्छ। पहिला चाहिँ यो जीपी दाँत भर्नको लागि युज हुन्थ्यो हैन, तर अहिले चाहिँ के हुन्छ त एडभान्स भइसक्यो, यसले चाहिँ मोडिफाई गरेर चाहिँ आरसीटीमा युज हुने गर्दछ। र यही मटेरियल जरामा किन राखिन्छ त? किन भन्दाखेरि चाहिँ यो जीपी चाहिँ बायोलोजिकली इनर्ट हुन्छ हैन, यसले चाहिँ बडीमा कुनै पनि रियाक्सन सो गर्दैन। र अर्को भनेको चाहिँ यो रेजिलिएन्ट हुन्छ र इलेक्ट्रिक इन्सुलेटर पनि हुन्छ।